नमस्कार दर्शकवृन्द, भाग्यको प्रतिबिम्ब देखाउने तपाईको आफ्नै च्यानल भाग्यबिम्बमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ तपाईको प्रस्तोता। दर्शकवृन्द, आज विक्रम सम्वत 2083 साल वैशाख 9 गते बुधबारको दिन। बुधबार अर्थात् बुद्धि, व्यापार र वाणीका कारक बुध ग्रह तथा प्रथम पूज्य भगवान गणेशको दिन। आज भगवान गणेशको कृपाले कसको व्यापारमा वृद्धि हुनेछ? कुन राशिका विद्यार्थीहरूले विशेष सफलता पाउनेछन्? आउनुहोस्, मेषदेखि मीनसम्मका सम्पूर्ण 12वटै राशिको आजको फलादेश, शुभ रंग, शुभ अङ्क र विशेष उपायबारे चर्चा गरौँ। तपाईको आजको दिन शुभ रहोस् र सम्पूर्ण विघ्न बाधाहरू हटेर जाउन् भन्नका लागि कमेन्टमा ओम श्री गणेशाय नमः लेख्न नभुल्नुहोला। सुरु गरौँ पहिलो राशि मेष राशिबाट। 1. मेष राशि। मेष राशिका जातकहरूका लागि आजको दिन पराक्रम र साहसले भरिपूर्ण रहनेछ। तपाईको बोलीको प्रभावले आज धेरै बिग्रिएका कामहरू बन्नेछन्। व्यापार व्यवसायमा नयाँ ग्राहकहरू जोडिनेछन्। दाजुभाइ तथा इष्टमित्रबाट पूर्ण सहयोग प्राप्त हुनेछ। तर आज स्वास्थ्यमा सामान्य चिसोले सताउन सक्छ। शुभ रंग रातो, शुभ अङ्क 9। 2. वृष राशि। वृष राशिका लागि आज धन आगमनको विशेष योग बनेको छ। कतै फसेको वा लामो समयदेखि रोकिएको पैसा आज उठ्न सक्छ। परिवारमा सुख शान्ति छाउनेछ। कला, साहित्य र मिडिया क्षेत्रमा काम गर्नेहरूका लागि आजको दिन निकै उपलब्धिमूलक रहनेछ। शुभ रंग सेतो, शुभ अङ्क 6। 3. मिथुन राशि। मिथुन राशिको स्वामी नै बुध ग्रह हो, त्यसैले आजको दिन तपाईको लागि बबाल रहनेछ। तपाईको बौद्धिक क्षमताको सबैले तारिफ गर्नेछन्। नयाँ कामको थालनी गर्न वा कुनै महत्त्वपूर्ण निर्णय लिन आजको दिन एकदमै शुभ छ। विद्यार्थीवर्गले आज प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउनेछन्। शुभ रंग हरियो, शुभ अङ्क 5। 4. कर्कट राशि। कर्कट राशिका जातकहरूले आज खर्चमा अलिकति नियन्त्रण गर्नुपर्ने देखिन्छ। अनावश्यक कुरामा पैसा खर्च हुन सक्छ। तर वैदेशिक रोजगार वा विदेशसँग सम्बन्धित काम गर्नेहरूका लागि आजको दिनले ठूलो सफलता ल्याउनेछ। आज सकेसम्म कसैसँग पनि ऋण लिने वा दिने काम नगर्नुहोला। शुभ रंग सिल्भर वा सेतो, शुभ अङ्क 2। 5. सिंह राशि। सिंह राशिका लागि आज आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। शेयर बजार वा व्यापारमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। रोकिएका सरकारी कामहरू आज बन्नेछन्। दाजुभाइ वा पुराना साथीभाइसँगको भेटघाटले मन प्रफुल्लित रहनेछ। शुभ रंग सुन्तला वा गोल्डन, शुभ अङ्क 1। 6. कन्या राशि। कन्या राशिको स्वामी नै बुध नै हो, त्यसैले आजको दिन तपाईको लागि कार्यक्षेत्रमा तपाईको दबदबा रहनेछ। जागिरमा हुनुहुन्छ भने हाकिमबाट प्रशंसा पाउनुहुनेछ वा पदोन्नतिको कुरा चल्न सक्छ। बुवाको पूर्ण साथ र सहयोग मिल्नेछ। राजनीति वा समाज सेवामा लागेकाहरूलाई आज मान सम्मान मिल्नेछ। शुभ रंग गाढा हरियो, शुभ अङ्क 5। 7. तुला राशि। तुला राशिका जातकहरूलाई आज भाग्यले पूर्ण साथ दिनेछ। तपाईको मनमा धार्मिक र आध्यात्मिक विचारहरू आउनेछन्। कतै लामो दूरीको यात्रा वा तीर्थयात्राको योजना बन्न सक्छ। उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरूका लागि आजको दिन निकै शुभ छ। शुभ रंग गुलाबी वा सेतो, शुभ अङ्क 7। 8. वृश्चिक राशि। वृश्चिक राशिका जातकहरूले आज अलि सजग रहनुपर्नेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। पेट वा नसा सम्बन्धी समस्या देखिन सक्छ। आज कुनै पनि नयाँ कामको सुरुवात नगर्नु नै राम्रो हुनेछ। गोप्य कुराहरू अरूलाई नसुनाउनुहोला। अनुसन्धानमा लागेकाहरूलाई भने सफलता मिल्नेछ। शुभ रंग गाढा रातो, शुभ अङ्क 9। 9. धनुराशि। धनुराशिका लागि आज साझेदारीको व्यापारबाट राम्रो फाइदा हुनेछ। जीवनसाथीसँगको सम्बन्ध अझै प्रगाढ बन्नेछ र सँगै रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। अविवाहितहरूका लागि विवाहको राम्रो कुरा आउन सक्छ। दैनिक किनबेचको काम गर्नेहरूले राम्रो नाफा कमाउनेछन्। शुभ रंग पहेँलो, शुभ अङ्क 3। 10. मकर राशि। मकर राशिका जातकहरूको आज शत्रुमाथि विजय हुनेछ। यदि कतै मुद्दा मामिला वा विवाद चलिरहेको छ भने नतिजा तपाईको पक्षमा आउनेछ। आज कडा मेहनत गर्नुपर्नेछ, तर मेहनतको फल एकदमै राम्रो मिल्नेछ। मामा घर पक्षबाट शुभ समाचार सुन्न पाइनेछ। शुभ रंग नीलो, शुभ अङ्क 8। 11. कुम्भ राशि। कुम्भ राशिका जातकहरूलाई आजको दिन निकै क्रियात्मक रहनेछ। तपाईको दिमागमा नयाँ र राम्रा आइडियाहरू आउनेछन्।
सन्तानको तर्फबाट खुसीको खबर मिल्नेछ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि आजको दिन रोमान्टिक रहनेछ। 7.5को प्रभाव बिस्तारै कम हुँदै गएकाले मनमा शान्ति छाउनेछ। शुभ रङ कालो, शुभ अङ्क 4। 12 मीन राशि। मीन राशिका जातकहरूले आज घर परिवारलाई बढी समय दिनुपर्नेछ। घर जग्गा वा सवारी साधन खरिद बिक्रीको सोचमा हुनुहुन्छ भने आजको दिन राम्रो छ। आमाको स्वास्थ्यमा सुधार आउनेछ। कामको व्यस्तताले थकान महसुस हुन सक्छ, त्यसैले पर्याप्त आराम गर्नुहोला। शुभ रङ सुनौलो वा पहेँलो, शुभ अङ्क 3। आजको विशेष उपाय सबै राशिहरूका लागि। दर्शकवृन्द, आजको दिनलाई अझै सफल र शुभ बनाउन बिहान भगवान गणेशलाई 21वटा दुबो अर्थात् हरियो घाँस चढाउनुहोला र गाईलाई केही हरियो खानेकुरा दिनुहोला। तपाईको व्यापार र विद्या दुवैमा ठूलो सफलता मिल्नेछ। यो थियो वैशाख 9 गते बुधबारको विस्तृत राशिफल। राशिफल जे जस्तो भए पनि तपाईको असल कर्म, इमानदारी र सकारात्मक सोचले तपाईको भाग्यलाई सधैँ उज्यालो बनाउनेछ। जानकारी मन परेमा भिडियोलाई लाइक र शेयर गरिदिनुहोला। भोलि फेरि नयाँ राशिफल लिएर उपस्थित हुने नै छु। च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईको आफ्नै च्यानल भाग्य बिम्बलाई सब्स्क्राइब गरेर सँगै रहेको घण्टी दबाउन नभुल्नुहोला। हजुरको दिन शुभ र मङ्गलमय रहोस्। जय श्री गणेश।